हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। इट्स मी गङ्गा गुरुङ। हजुरहरू सबै आरामै हुनुहुन्छ होला, म पनि एकदमै आरामै छु। हजुरहरूले सोच्दै हुनुहुन्छ होला आज चाहिँ हामी कहाँ जाँदैछौँ भनेर। आज चाहिँ हामी मेरो जन्मस्थल सातले जाँदैछौँ। आज म हल्का एक्साइटेड पनि छु किनकि धेरै समयपछि मेरो मम्मी बाबालाई भेट्दैछु। उहाँहरू चाहिँ पहिलेदेखि हाम्रो पुर्खौली घर लमजुङमा बस्दै हुनुहुन्छ। हजुरहरूले सोच्दै हुनुहुन्छ होला हामी चाहिँ किन सँगै बस्दैनौँ। हामी किन सँगै बस्दैनौँ भने हाम्रो चाहिँ मनाङमा नि घर छ। पहिला म सानो हुँदा चाहिँ म मेरो मम्मी बाबासँगै मेरो पुर्खौली घरमा बस्थेँ। जब म स्कुल पढ्न थालेँ त्यसपछि चाहिँ म मनाङमा बस्न थालेँ किनभने मेरो घरदेखि चाहिँ स्कुल जान 2-3 घन्टा लाग्थ्यो किनकि त्यो बेलातिर बाटोहरू खासै राम्रो हुन्थेन। त्यो बेला पानी पर्दाखेरि चाहिँ बाढी पहिरो आउने डर हुन्थ्यो अनि हामी दिदी बहिनी मात्र स्कुल जानु पर्थ्यो किनभने हाम्रो त्यहाँ चाहिँ घर एक्लै मात्रै थियो, एउटा मात्रै घर थियो अनि साथीहरू पनि कोही थिएन। हामी दिदी बहिनी मात्रै स्कुल जानु पर्थ्यो। जङ्गलको बाटो भएकाले चाहिँ बाघ भालु आउने डर पनि हुन्थ्यो। सुनसान बाटो भएकाले चाहिँ चोरहरूको पनि एकदमै डर हुन्थ्यो। त्यो बेलातिर चाहिँ उठाएर लाने हो कि सुनहरू चुडाइदिने हो कि भनेर कहिलेकाहीँ चाहिँ उहाँहरूले स्कुल पुऱ्याइदिनु हुन्थ्यो। उहाँहरूसँग चाहिँ त्यति टाइम हुन्थेन किनभने उहाँहरूले चाहिँ धेरै गाई बस्तुहरू पनि पाल्नु भएको थियो। त्यही कारणले हामीलाई चाहिँ स्कुल जान पनि एकदमै गाह्रो हुन्थ्यो अनि हाम्रो घरमा चाहिँ लाइन पनि थिएन। त्यो बेलातिर होमवर्कहरू गर्नलाई नि एकदमै गाह्रो हुन्थ्यो किनभने बत्ती थिएन त्यो बेलातिर चाहिँ। त्यही भएर चाहिँ मेरो बाबाले पढ्नलाई सजिलो होस् भनेर मेरो आफन्तहरूको घरमा राखिदिनु भएको थियो। सानो बेलामा चाहिँ सबैलाई आफ्नै बाबा मम्मीसँग बस्न मन हुन्छ नि है, त्यही भएर चाहिँ हामी भागेर आउँथ्यौँ। मेरो बाबा मम्मीले चाहिँ जहिले नै हामीलाई पुऱ्याइदिनु हुन्थ्यो। फेरि हामी चाहिँ फेरि बस्नै मन नलागेर भागेर आउँथ्यौँ जहिले पनि। अब बाबा मम्मीको मन त हो, उहाँहरूलाई पनि डर त भइहाल्छ नि हामी कतै हराउँछ कि कतै लड्छ कि भनेर। अनि त्यसपछि चाहिँ उहाँहरूले हामीलाई सजिलो होस् भनेर मनाङमै घर बनाइदियो अनि त्यसपछि चाहिँ हामी मनाङमा हाम्रो ठुलो दिदीसँगै बस्थ्यौँ, त्यहीँ बसेर पढ्थ्यौँ। त्यसपछि चाहिँ हाम्रो पढाइ सकेर हामी त्यहीँ बस्न थाल्यौँ किनकि हाम्रो त्यहीँ घर भएको हुनाले त्यहाँ नि बस्न पर्यो। अब यतिकै त राख्न भएन। त्यही कारणले चाहिँ हाम्रो खासै भेट हुन्थेन। कहिलेकाहीँ यस्तो काम परिहाल्यो भने मात्रै भेट हुन्थ्यो। आज चाहिँ फाइनली हामी मेरो मम्मी बाबालाई भेट्न जाँदैछौँ। त्यहाँ गएर चाहिँ हामी के काम गर्छ र के कति रमाइलो गर्छ म हजुरहरूलाई देखाउने छौँ। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। त्यो बाटोमा चाहिँ एकदमै धेरै जुगा आउँछ, त्यही भएर हामी चाहिँ जुगा मार्दैछौँ। अहिले चाहिँ यो जुगा चाहिँ कस्तो मनै नमानेको कि कति ढुङ्गाले थिच्दा पनि ढुङ्गामै अड्के भएर। यहाँबाट चाहिँ एकदमै राम्रो भ्यूहरू देख्छ। यो चाहिँ के अरे मनाङ स्टार्ट हुने मनाङको सिमाना हो। हजुरहरूले यो भिडियोबाट चाहिँ यो ठाउँ देखिसक्नुभयो होला। यो चाहिँ एकदमै राम्रो छ। यो चाहिँ एकदमै अचम्मको दृश्य पनि छ। यो अहिले हजुरहरूले देख्दै गर्नुभएको चाहिँ मेरो छोरी। उसलाई चाहिँ थकै लागेको रहेछ अहिले चाहिँ किनकि ऊ चाहिँ यति टाढाको बाटो हिँड्दै आयो नि त, त्यसैले ऊ चाहिँ मेरो सोल्टिनी अनि साथी पनि हो किनभने हामी बच्चैदेखि सँगै खेल्थ्यौँ, हिँड्थ्यौँ, पढ्थ्यौँ। यो हजुरहरूले देख्दै गर्नुभएको चाहिँ यसलाई चाहिँ हामीले यहाँतिरको भाषामा चाहिँ हामीले जङ्गली अङ्गुर भन्छ। यो चाहिँ अङ्गुर जस्तै झुप्पा गरी फल्छ, त्यसैले यो खाँदा चाहिँ हल्का अमिलो हुन्छ। हामीले सानो हुँदा चाहिँ यो बेसी खान्थ्यो, एकदमै अमिलो हुन्छ। हाम्रोतिर चाहिँ यो चाहिँ भिरतिर मात्रै पाइन्छ। मेरो छोरीलाई चाहिँ यो एकदमै मनपर्छ किनभने यो एकदमै अमिलो भएकाले उसलाई खान एकदमै मनपर्छ। हामीले सानो बेलामा चाहिँ यो एकदमै खान्थ्यो नि त, त्यसैले मेरो सोल्टिनीले पनि के अरे मेरो छोरीको हातबाट खोसेर खाँदैछ। अहिले चाहिँ अब घर पनि पुग्न थाल्यो। हेर्नु न अहिले चाहिँ म चाहिँ एकदमै एक्साइटेड भएर अहिले चाहिँ भागेको कि।
म चाहिँ अहिले थाकेकोले एकदमै मेरो गाला चाहिँ रातो रातो भयो स्याउ जस्तै। साडी चाहिँ सोल्टिने पनि आउँदैछ बिस्तारै बिस्तारै। गाइस हामीले साथीले आइपुग्यो अहिले चाहिँ। सलाम टक दिन लाग्यो नयाँ दिनमा जाँदा त सलाम ठगेन। फाइनली मेरो घर आयो। अहिले चाहिँ मनै आनन्द भयो। अहिले चाहिँ यति लामो बाटो कसरी आयो भनेर त्यो सबै बिर्स्यो अहिले। यही हो मेरो घर चाहिँ, म जन्मेको घर, मेरो जन्मस्थल। मेरो मम्मीले चाहिँ च्याउ पनि भेटाउनु भएको रहेछ। मेरो मम्मीले चाहिँ अहिले मकै भुटेर राखिदिनु भएको रहेछ। हामीलाई भोक लागिरहेको थियो अनि हामीले मिठो मानेर खायो। मैले अघि नै भिडियोमा भनिसकेको थिएँ आज हामी के काम गर्छौँ भनेर। यही हो हाम्रो काम चाहिँ। हामी चाहिँ अहिले मकै छोडाउँदैछौँ। यतिकैमा चाहिँ मेरो छोरी पनि रुएर आउँदैछ गरेर अहिले चाहिँ। म चाहिँ पुरै एक्साइटेड भएर भिडियो बनाउँदै गएको दन्दै लडेको कि अड्केर मकैको डोटमा। यो चाहिँ हाम्रो मकैबारी। मेरो सोल्टिनेहरू चाहिँ अनि मेरो छोरीहरू मेरो दिदी चाहिँ मकै बाँच्दैछ अहिले चाहिँ। म चाहिँ ओसार्दै। उहाँ चाहिँ मेरो मम्मी, उहाँ चाहिँ अहिले मकै काट्दै, हामी चाहिँ भुत्लाउँदै डोकोमा हाल्दै। अनि मेरो छोरीहरू चाहिँ अहिले डोकोभित्र बसेर खेल्दैछ। मेरो सोल्टिनीले चाहिँ अहिले मेरो छोरीलाई डोकोमा बोकेर ल्याउँदैछ। प्यारी माथि हो। हामी चाहिँ सानो हुँदाखेरि चाहिँ यो मकैको उखु चाहिँ एकदमै खान्थ्यो। यो चाहिँ एकदमै गुलियो गुलियो अमिलो अमिलो हुन्छ। मेरो छोरीले नि खाँदैछ। अहिले एउटा छोरी चाहिँ रिसाएर गोप्टो परेर बसिरहेको छ। अनि उसले चाहिँ ल्याएर मलाई नि खुलाइदिएको रे के अहिले चाहिँ। अनि मैले नि खाँदै अहिले चाहिँ अनि खाँदा खाँदै अहिले चाहिँ मलाई एकदमै सानोको याद आयो। हामीले चाहिँ पहिला यस्तै गरी खान्थ्यो। खाँदै गर्दाखेरि चाहिँ अलि नमिठो भएर मेरो मुखै कस्तो कस्तो भयो कि। उसको चाहिँ लुगामा अड्केर उसले मकैको बोटलाई रिस झार्दैछ अहिले चाहिँ। मिठो छ।
ले हेर्दा म त मकै भारी पुगाएर आएको त मस्तले सुतिरहेको रहेछ उनीहरू दुईटा चाहिँ अहिले बेसरी चर्को घाम लागेछ नि त त्यसैले उनीहरूले चाहिँ मकैको घर पनि बनाइरहेछ मकैको बोटको प्यारी 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 यो सबै देख्दै गरेको चाहिँ हाम्रो मकैबारी हो आजको ब्लग चाहिँ यति नै सबैजनाले लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब गरिदिनु होला